हेलो फेरि पनि स्वागत छ हजुरलाई मेरो भिडियोमा। सो आज चाहिँ म आएको छु गाउँमा आएको बेला उहाँ चाहिँ दिदी हुनुहुन्छ, उहाँ चाहिँ मेरो बुवा हुनुहुन्छ भने साइडमा मेरो अंकल हुनुहुन्छ है। सो म चाहिँ सेकुवा बनाएर खाइरहेको छु भने उतातिर चाहिँ दिदीले तरकारी पकाइराख्नु भएको छ। आज मौसम पनि पानी आएर गार्डन भएको छ। त्यही भएर सानो गेट टुगेदर है त हामी चाहिँ भेट भएको बेलाको। सो हाम्रो चाहिँ गाउँ घरमा यस्तै नै हुन्छ, बाहिर आगो बाल्ने अनि साइडमा देख्न सक्नुहुन्छ त्यति धेरै दाउरा आगो तापिरहेको छौं हामी पनि यतातिर। सब लसुन लगाउने दिन छ नि त आजभोलि। दिदीहरु मम्मीहरुले चाहिँ लसुन छोडाइराख्नु भएको थियो। सो हामी चाहिँ ठेकैमा आउँदाखेरि चाहिँ अब नास्ताको बेला चाहिँ हामी चाहिँ मासु ल्याएर पकाइरहेको छौं है त। सो यो भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला। कसलाई यसरी आमा बुबा दिदीहरुसँग बसेर लिएर पकाएर खाएको खाना कसरी मन पर्छ त्यो चाहिँ कमेन्ट मार्फत भनिदिनु होला। itu ini dia ku सो आजभोलि पाइने गाउँघरमा छिटो र छरिटो ब्रोइलरको बुराको मासु फाइनली पाकिसकेको छ है साथीहरु। अब चाहिँ हामी खाना खानको लागि तयारी गरिरहेका छौं। सो यो भिडियो हजुरलाई कस्तो लाग्छ प्लिज कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। सो म यति भन्दै बिदा हुन्छु। हस्त धन्यवाद, थ्यांक यू।